बित्ता मात्रै हैन मेरो तेरो नम्बर घर आएर ठोक्किन झन्डा 79 यार काठमाडौँ त मेरै हो त 79 छ रे मुजी अरू तिम्रो बेला नम्बर भन्नु यति हिराबाट पहिला बोल्छु त नि यसै भालु उसै भालु यार यो अर्का पुइ ताकेर किन बस्छस् मुजी ओइ 3.5 छि वर्ष चिक्न दियो त छि यार मुजी छि 79 ओइ विचार गर के म त झगडा गर्दिन कि बुझ्यस् नि तँ जस्तो बेस्तासँग झगडा गर्दै हिँड्दिन छि हौ सबैको आफ्नो आफ्नो मुजी लाइफमा छि मलाई इन्टरफियर गर्न मन लाग्दैन क्या न्यू भन्दा आएपछि चाहिँ फेरि हो दुलो भित्र पसेर सेक्छु नि मैले त फेरि भनिरहेको छु राम्रोसँग भनिरहेको छु झगडा नगर हेर हिँड राम्रोसँग जा त आफ्नो मानु गरेर खा म आफ्नो मानु गरेर खान्छु तेरो न म बाउपट्टिको न आमापट्टिको मलाई मतलब लाग्दैन यार अस्तिदेखि ओए त्यत्रो बिजुली नुन खेल्नु हाल्दा नि मैले गन 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 सुन्न मेरो कुरा सुन क्या के भन्नु के र आइज नि त मेरो घरमा आइज न अगाडि तँलाई एक आइज रातको नि लागि त चिकन आइज नि त आइज नि त सुन्न म जिस्काइ होइन क्या त 1v1 यति भनिसकेपछि थाहा पाइस् होला तैँले सबैतिरबाट जे सुकै हाइड गरेर 10वटा फेक अकाउन्ट बनाए पनि तेरो यति निकाल्यो भनेपछि त विचार गर क्या बुझिस् नि हो बोलीमा आमा मात्रै मेरो म त पनि भन्नु निकाल्न डरायो त क्या आमा हो लास्टमा मेरो पनि तेरो निकाल्न 79 त छ हो कि भनेर यति मात्रै म त भन्न डराएँ हुन्छ